आज हामीसँग Yamaha XXR 155 स्पेशल एडिसन रहेको छ विथ रेड व्हाइट कलर कम्बिनेसनमा। यो भिडियोमा हामी XXR 155 को डिजाइन, फ्युचर्स, बिल्ड क्वालिटी, रिलायबिलिटी, माइलेज र नेपाली मार्केटमा यो बाइक कहिले अवेलेबल हुँदैछ र नेपाली मार्केटमा यसको प्राइस कति होला त सम्पूर्ण कुराहरूलाई डिटेलमा एक्सप्लेन गर्ने कोसिस गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्न नभुल्नुहोला। सर्वप्रथम त लुक्स र डिजाइनको कुरा गर्नुपर्दा Yamaha XXR 155 एक न्यू रेट्रो रोडस्टर बाइक हो जसमा MT15 R15 V4 डेल्टा बक्स फ्रेम र VVA इन्जिन प्रयोग गरिएको छ। यसको डिजाइनले क्लासिक मोटरसाइकललाई आधुनिक प्रविधि र प्रेजेन्टेसनलाई जोड्छ, जुन हेर्दा क्लासिक देखिन्छ बट टेक्नोलोजी र फ्युचर्स मोडर्न हुन्छ। यसको टियर ड्रप ट्याङ्क र क्रप्टेड टेल सेक्सनले यो बाइकलाई टिपिकल क्लासिक लुक दिन्छ। छेउबाट हेर्दा ट्याङ्की र फ्रेमको कम्बिनेसन एकदमै फिट एन्ड फिनिश देखिन्छ। यसको समग्र बडीको डिजाइनले ठूलो र प्रिमियम बाइकको अनुभव दिन्छ। फुल एलईडी हेडलाइट राउन्ड शेपले यसको प्रमुख आकर्षण दिन्छ। रातमा यसको भिजिबिलिटी एकदमै राम्रो छ र इन्डिकेटर पनि एलईडी नै रहेको छ। यो बाइकको फ्रन्टमा 37 mm गोल्ड एनाडाइजल अपसाइड डाउन फोर्क युज गरिएको छ र रियरमा लिङ्क मोनोसक युज गरिएको छ। ब्रेकिङको कुरा गर्नुपर्दा फ्रन्टमा 282 mm हाइड्रोलिक डिस्क ब्रेक डुअल पिस्टन क्यालिपर युज गरिएको भने रियरमा 220 mm को सिंगल पिस्टन क्यालिपर युज गरिएको छ, जुन चाहिँ सिंगल च्यानल एबीएस सँग आउँछ। XXR 155 मा MT15 R15 V4 को सेम इन्जिन युज गरिएको छ, तर पावर चाहिँ बाइकको डिजाइन अनुसार फरक रहेको छ। इन्जिनको कुरा गर्नुपर्दा 155cc सिंगल सिलिन्डर लिक्विड कुल 4 स्ट्रोक 4 भल्भ SOHC इन्जिन रहेको छ, जसमा Yamaha को पहिचान VVA टेक्नोलोजी छँदैछ। यो इन्जिनले 18.4 PS पावर 10,000 RPM मा प्रड्युस गर्छ भने 14.2 न्युटन मिटर तर्क 7,500 RPM मा प्रड्युस गर्छ। 7,400 RPM भन्दा माथि गयो भने VVA पञ्च हुन्छ। र अर्को एडभान्टेज फिचर यो बाइकमा असिस्ट स्लिपर क्लच दिएको छ। 6 स्पिड गियर बक्स भएको यो बाइकको टप स्पिड 130 देखि 140 किलोमिटर सम्म जान्छ। 10 लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको यो बाइकको माइलेज सामान्यतया 45 देखि 50 किलोमिटर प्रति लिटर सम्म रहेको छ, जुन चलाउने तरिकामा निर्भर गर्छ। टायर साइजको कुरा गर्नुपर्दा फ्रन्टमा 100/18 17 इन्च ट्युबलेस टायर र रियरमा 140/17 17 इन्चको ट्युबलेस टायर नै युज गरिएको छ, जुन यसको पावर र ह्यान्डलिङको लागि पर्याप्त छ। यो बाइक फ्यामिली पर्पजको लागि पनि मजाले किन्न सकिन्छ, जसमा सिंगल सिट सेटअप छ। राइडर र पिलियन दुवैलाई कम्फर्टेबल रहेको छ। सिटिङ पोजिसन अपराइट भएकोले लङ राइड गर्दा एकदमै कम्फर्टेबल रहनेछ। यसको सिट हाइट 810 mm रहेको छ, जसले गर्दा कम हाइट भएका व्यक्तिहरूलाई सुरुमा अलि गाह्रो हुन सक्छ। यो बाइकको टोटल वेट 137 kg, ग्राउन्ड क्लियरेन्स 170 mm, जसले गर्दा नर्मल अफरोडमा मजाले प्ले गर्न सक्छ। मिटर कन्सोललाई हेर्दा इट्स लुक लाइक अ एनालग, बट दिस इज फुल्ली डिजिटल LCD मिटर, जसमा स्पिड, RPM, टेकोमिटर, ट्रिप मिटर, अडोमिटर, लो फ्युल वार्निङ, टाइम, गियर पोजिसन इन्डिकेटर, ब्लुटुथ कनेक्टिभिटी, सर्भिस रिमाइन्डर, इन्जिन टेम्परेचर, VVA इन्डिकेटर देखि लिएर सानो इन्फर्मेसनहरू डिस्प्लेमा हर्न सकिन्छ। यो बाइक नेपालमा आउन साथ यसको मार्केटिङ प्राइस 4,70,000 देखि 5 लाख को रेन्जमा रहनेछ र Yamaha को आधिकारिक विक्रेताहरूका अनुसार यो बाइक न्यू इयर सम्म नेपालमा अभिलेबल हुनेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो सुझाव दिँदै गर्नुहोला र अन्य बाइकको बारेमा जानकारी लिन चाहनुहुन्छ भने मोटो रिभ्यू नेपाललाई सब्स्क्राइब गर्नुहोला।